दुईतर्फ सुरक्षा दिएर यति बेला भित्रको अवस्था देखाउन गइरहेको छ र खास गरी यो भिडले चाहिँ देशका उच्च पदस्थ व्यक्तिहरू सरकारका नेतृत्वकर्ताहरू यहाँ लुकाएर राखिएको छ भनिसके पछाडि युवाहरू यति बेला सडकमा आएर यो भित्र आउन खोजिरहेका थिए र नेपाली सेनाले नै यसरी सुरक्षा दिएर भित्रको अवस्था के छ के लुकाएर राखिएको छ छैन त्यो कुराहरू भन्नकै लागि त्यो कुरा बुझाउनकै लागि उहाँहरूलाई यसरी लिएर आइराख्नु भएको छ र नेपाली सेनाले कोअपरेट गरिरहेको छ। आन्दोलनकारी पनि योभन्दा बढी गर्नु हुँदैन किनभने संयम त अपनाउनु पर्छ। उहाँहरूले यति गर्दै हुनुहुन्छ भने उहाँहरूले पनि यो हाम्रै सम्पत्ति हो, पहिला हामी इन्टरनेसनलतिर छिर्ने अनि मात्रै हामी चाहिँ यता डोमेस्टिकतिर जाने हो। हामी एक एक हेर्नुपर्छ यहाँ एक होइन उहाँहरूले यति कोअपरेट गर्नुहुन्छ भने अति पनि गर्नु हुँदैन है। हामीले एकदम कोअपरेट हामी यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छौँ। केही पनि हामीले भित्र चलाउने ओर्ने कुरा केही पनि हुँदैन। जस्ट हामीले एक एक कुरा चाहिँ हेर्नुपर्छ है। यो राज्यको सम्पत्ति भनेको हाम्रै सम्पत्ति हो, हामीले केही गर्न मिल्दैन। भइहाल्यो त यार, हाम्रै सेना हो कि के गर्छ कि कस्तो छैन चुप लागौ यो सम्पत्ति हाम्रै हो। भोलि यहाँ तोडफोड भयो भने बाहिर भएको हाम्रै दाजु